यात्रा कुसुन्तीबाट मेरो हेरौँ कहाँसम्म हुन्छ। कुसुन्ती हाइट यो नयाँ बन्दै गरेको क्रसिङ ब्रिज एकदम नमुना ललितपुर महानगरपालिकाले बनाउँदै गरेको क्रसिङ ब्रिज। एकान्त कुना यातायात अगाडि एकान्त कुना चोक यो एकान्त कुना चोक हो। फर्केर गयो त्यहीसँग झगडा गरे। एकान्त कुना चोक साथी पनि हुन सक्छ, साथी होला। नखुद्दो बाटो, यो नखुद्दो बाटो रिङ रोडको नखुद्दो बाटो। नखुद्दो बाटोबाट अगाडि ललितपुर रिङ रोड बागडोल। बागडोल धोबीघाट आज 2082 मक्सिरको 6 गते शनिबार मेरो यात्रा रिङ रोडमा सानेपा हाइट अगाडि बिरुवाहरूमा हल्का धुलो जम्या जस्तो हो कि के हो जस्तो देखिएको छ, यस्तै होला। सानेपा हाइटबाट तल चढ्दै धेरै स्पिडमा
स्पिडमा छैन, 35, 40, 45 को स्पिडमा हिँडिरहेको छु। सानेपा ट्राफिक लाइटमा परियो। ट्राफिक लाइटबाट अगाडि बढे, सानेपा ट्राफिक लाइटबाट। यो ललितपुर र फुलपारी चाहिँ काठमाडौँ जिल्ला। बल्खुको बागमती पुल, यो बल्खुको पुल, यो बल्खु चोक काठमाडौँ जिल्ला। बल्खुबाट अगाडि बढे म यहाँबाट लेफ्ट साइडको यात्रा मेरो। बल्खु चोकबाट अब म यता चौघाटको बाटोतर्फ। यस्तो छ, कुसुन्तीदेखि यहाँ बल्खुसम्मको यात्रामा बाटोहरू यस्तो देखियो। यहाँबाट यता यो चाहिँ दक्षिणकाली जाने बाटो हो। दक्षिणकालीबाट हेटौडा निस्किन्छ, कता कता जान्छ, कुलेखाली धेरै ठाउँमा पुग्दछ यो बाटो। अब हामी यहाँबाट अगाडि बढ्दैछौँ। के छ यहाँ? क्रिकेट होला साँच्चै, क्रिकेट। क्रिकेट भन्छ है। माइ गड, गर्दिनँ भन्यो। बल्खुबाट यता बल्खु चोबार जाने बाटोमा टियु अगाडि, टियु गेट अगाडि आइपुगे। यहाँ चाहिँ क्रिकेट हुँदैछ। यो चाहिँ सबै क्रिकेटको बोर्डहरू राखेको रहेछ। यहाँ क्रिकेटको के हो, 2082 मक्सिर 1 गते वेलकम टु होइन, के हो। बेलुकी यहाँ क्रिकेट भइरहेको छ। त्यसैले गर्दाखेरि यहाँ अलिकति भिड छ। क्रिकेटको स्टेडियम यहीँ छ, टियुको भित्र। अब हामी यहाँबाट राइट लाग्छौँ। जाने बाटो पनि छ कि के हो। पार्किङ यता गर्नुहोस् रे, पार्किङ फ्री भन्थ्यो, आज पैसा लिन्छ क्या पार्किङले। क्रिकेट सुन्दैछ। लेफ्ट तर्फ लाग्छौँ। ओके, यस्तो छ कीर्तिपुर जाने बाटो यो। सक्षम आर यू ओके? You want to see cricket? यहाँबाट हो
क्रिकेट ग्राउन्ड जाने बाटो। ओके 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 क्रिकेट हुँदै रहेछ। कति बजेबाट सुरु हो? ठिक छ। सृजन सृजन रुगा लाग्यो अनि यो ठाउँलाई के भन्छ सृजन? यो ठाउँलाई खै भन्छ रे। यो खै ठाउँ हो। चोगरतिर गएन हामी, यतातिर आयो। कीर्तिपुर चिउकोतिर आयो। काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका। हामी यता आइपुग्यो। यो कीर्तिपुर। तेल त कम पो देखाउँछ त। कीर्तिपुर त जताततै भिड पो देखिन्छ त। पुरै चल्दाखेरि अर्को बाटो जानुपर्छ। कीर्तिपुर छिरियो। कीर्तिपुर बजारको गेट। हामी यहाँबाट राइट लाग्छौँ। राइटतर्फ जान्छौँ। कीर्तिपुर हो। अब हामी यहाँबाट माथिपट्टिको बाटोमा जान्छौँ। तलपट्टिको बाटो गयो भने फेरि यहीँ निस्किन्छ घुमेर। हामी यहाँ माथिबाट जान्छौँ। यहाँ माथि चाहिँ यहाँबाट माथि तलको बाटो गयो भने हस्पिटल अनि कता हुन्छ। फेरि घुमेर यही बाटो आउँछ। हामी यहाँ माथि जान्छौँ। यो माथि चाहिँ बाघ भैरव, उमा महेश्वर होइन, अनि के पोखरीहरू छ यहाँ माथि। यो पर्यटकीय स्थल हो एकदमै। यहाँबाट काठमाडौँ भ्याली भ्युजहरू राम्रो देखिने गर्छ। के पोखरी होइन, त्यसपछि नेवारी खाजा खानाहरू यहाँ राम्रो पाइन्छ। त्यसको लागि देश विदेशबाट यस स्थानमा आउने गर्दछ मानिसहरू। फाइनल्ली म चाहिँ माथि चढिसकेँ। यहाँबाट अगाडि बढ्ने यस्तो छ। यहाँ के लेखेको छ? यस्तो छ ठाउँ। के
कीर्तिपुरको हाइट बाघ भैरवको मन्दिर चोकमा आइपुग्यो। बाघ भैरव मन्दिरको चोकमा आइपुग्यो। सक्षम यु वान्ट टु टुर मन्दिर? सृजन त्यसो भए हामी अगाडि बढ्छौँ। यो बाघ भैरव मन्दिरको गेट हो, खाली रहेछ, राम्रो छ यहाँ आएर घुम्नलाई। बस्ने फाल्चाहरू प्रशस्तै छ यहाँ, घुम्ने ठाउँहरू यतै जस्तो लागेको थियो। हामी जाने यताबाट यता पार्किङ चाहिँ यता कता माथि थियो है, पार्किङ गरेर फाइनल्ली म चाहिँ यहीँ पार्क गर्छु। अनि त्यसपछि यहाँ अट्छ होला। यो हो स्पिड लिमिट। ओके, हजुरलाई मेरो यो भिडियो कस्तो लाग्यो? म कुसुन्तीदेखि कीर्तिपुरको यो बाघ भैरव आर्टसम्मको भिडियो कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु, कमेन्ट गर्नु है। त बाई बाई।